साथीहरु नमस्ते तपाईहरुलाई स्वागत छ मेरो फेरि पनि अर्को नयाँ भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि ठिकै छु र आज चाहिँ अलिकति लेट नै भयो ब्लग स्टार्ट गर्नको लागि। सो बनाउँ कि नबनाउँ भन्थे अब हैन होला के हो फाइनली बनाउन मन लाग्यो किनभने आज गेस गर्नुस् के होला त आज के आज चाहिँ रहेको छ मसँग नहीं जाता तड़प ही ऐसी है ना कोसेली। तर कहाँबाट आयो फुल वाच गर्नु होला, हेर्दै गर्नु होला है। तर कोसेलीमा चाहिँ हाम्रो लागि चाहिँ के आएको छ होला त। यो कोसेली मेरो लागि भन्ने मात्र हो, जस्ट म भिडियो मात्र भन्छु। तर यहाँ चाहिँ सबैजनाले नै मिलेर खानुपर्छ है साथीहरू। तपाईहरुलाई पनि इन्भाइट छ, आउन सक्नुहुन्छ। र मेरो कोसेलीहरू हेर्न एकदम आतुर छु के। फेरि यो कोसेली यहाँ नजिकबाट आएको हुने नि फेरि साथीहरू, एकदम टाढा। कहाँबाट गेस गर्नुस् त। चाइना भन्न हुन्थ्यो तर चाइना भन्दा थोरै अगाडि, अलिकति खोला अगाडिबाट मात्रै आएको। चाइनै भने पनि हुन्छ है त्यो, किनभने अलिकति मात्र थोरै डिस्टेन्स मात्र छ त्यो ठाउँबाट उता जान। मलाई राम्रोसँग एक्ज्याक्ट ठाउँ थाहा छैन, तर पनि यो सामानहरू चाहिँ चाइनाबाटै आएको भन्छु ल। Oh my God! सो हेरौँ हाम्रो लागि चाहिँ कोसेलीहरू के आएको छ है त। ल अब चाहिँ हामी कोसेली हेर्न जाँदैछौँ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ मेरो कोसेली हेर्न सक्नुहुन्छ। अब चाहिँ म देखाउँछु, एक गरेर देखाउँछु यो कोसेली चाहिँ के रहेछ भनेर। ल है साथीहरू, अब चाहिँ म कोसेली देखाउन गइरहेको छु वान बाई वान। हेर्न सक्नुहुन्छ के आए त कोसेली। ओके हेभी छ हो। फर्स्टमा रहेको छ कर्न फ्लेभरको हाम्रो चकलेट। कर्न फ्लेभरको चकलेट हेर्न सक्नुहुन्छ होइन। सो फर्स्ट वान एन्ड सेकेन्ड कफी हेर्न सक्नुहुन्छ है कफी। थर्ड अब चाइनिजमा लेखेको छ, मलाई खासै पढ्न त आउँदैन, त्यही पनि जस्ट देखाउँछु मात्रै। ग्रेप्स यो जुस नै भन्छु म। अनि त्यसपछि छ रामेन चम्च हो यो हो कान्छी, दुईटा ramen sauces, my favorite spicy noodles. नामै थाहा भएन है साथीहरू, यसको नाम के हो मलाई भनिदिनु होला है। यो पनि म जुस नै भन्छु। सो हेर्न सक्नुहुन्छ जुस। एन्ड हियर इज चकलेट। पहिला हाम्रो सानोमा चाहिँ यो गाई मिठाई, गाईको दुधबाट बन्ने भएर गाई मिठाई भन्थ्यो। सो म अहिले पनि त्यही नै भन्छु, गाईबाटै बनेको हो, गाईको दुधबाट बनेको नै हो। स्विट क्यान्डीहरू, क्यान्डी। अनि ल लास्टमा रहेको छ जुस किन्दा बोतल फ्रीमा भन्ने जस्तो यहाँ जुस चाहिँ यहाँ यत्रो छ है, यत्रो ठुलो ओरेन्ज जुस हो है यो चाहिँ साथीहरू, ओरेन्ज जुस हो। र तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ मेरो। यहाँ हेर्नुहोस् है मेरो खानेकुराहरू चाहिँ के आएछ त। अब चाहिँ हामी मिलेर खानुपर्ने हुन्छ साथीहरू, आउनु होला कृपया। अरे बरे साथीहरू आउनुहोस् है, आउनुहोस् छिट्टै आउनुहोस्, ढिलो नगरिकन सँग मिलेर खानुपर्छ। यही नै हो है मेरो कोसेली चाहिँ। Oh my God! सो खुसी लाग्यो, यही नै हो है साथीहरू। अब चाहिँ म यो टेस्ट गर्न गइरहेको छु कि कस्तो हुन्छ यो फ्लेभर, खै थाहा छैन। म खाएर भन्छु ल। ओ नो
साथीहरु मैले चाहिँ यसको नाम चाहिँ पत्ता लगाइसकेँ हैन। यो चाहिँ अब पियरको चाहिँ जुस रहेछ। नेपालीमा के भन्छ रे त्यो? आरु भन्छ हैन। सो यसको टेस्ट कस्तो हुन्छ अब म तपाईलाई चाखेर नै खाएर नै बताउँछु साथीहरु। तपाईहरुले पनि अब सम्झिनु कि मैले खाए कि तपाईले पनि खानु भयो कि मैले खाए कि तपाईले पनि खानु भयो। सो टेस्ट गुड नै हुन्छ होला। ल ए साथीहरु आउनुस् सँगै मिलेर खानु पर्छ। कस्तो हुन्छ टेस्ट? नट ब्याड, ठिकै छ। ठिक छ। अब यो पनि त चाख्नु पर्यो नि हैन? यो कस्तो छ भने फ्लेभर हाम्रो टेस्ट थाहा हुँदैन नि त कस्तो छ भने। समझ रहे हो? समझ रहे हो? समझ रहे हो ना? और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। हेर्न सक्नुहुन्छ साथीहरु, सेप आकार फ्लेभर पनि कर्न फ्लेभर। सो यसको हुन्छ नि सेप। यो मलाई नखा भन्छ कि के हो यसले चाहिँ? ओ मलाई नखा भन्छ कि के हो यसले चाहिँ? चाइनीज फ्लेभर को चकलेट। मिठै छ। फ्लेभर चाहिँ त्यो उसिनेको मकै हुन्छ नि हो त्यसको जस्तै रहेछ। सेम त्यस्तो छ यसको टेस्ट। साथीहरु अब चाहिँ हामी टेस्ट गर्नेवाला छौँ। हेर्न सक्नुहुन्छ चकलेट। म त सजिलो तरिकामा भन्छु, गाई मिठाई। गाईको दुधबाट बनेको हो। सो गाई मिठाई नै भन्छ। हेर्न सक्नुहुन्छ कोसेली भनेको यहाँ सजाएर राख्ने हो क्या साथीहरु। खाइहाल्नुपर्छ। खत्म, बाय बाय। खाइहाल्नुपर्छ। यो झन् एकदम मिठो रहेछ। किनभने मलाई चाहिँ बदाम मनपर्छ हैन। सो बदाम चाहिँ हालिरहेको रहेछ भित्र। आएको सामान जति अब सबै खाएर देखाएर पनि त अब सकिँदैन हैन। सो देखाउनु पर्छ भन्ने पनि छैन। जस्ट मैले त्यो सामानहरु देखाएँ त्यसै नै इनफ छ हैन। सो त्यही नै हो साथीहरु। अब चाहिँ आज नयाँ केही कुरा भनेको चाहिँ त्यही नै हो। कोसेली नै आएको थियो। सो मैले तपाईहरुले देखाइसकेँ कोसेली चाहिँ के थियो भनेर। सो मलाई नाम त भन्न आएन किनभने चाइनिजमा चाहिँ लेखेको थियो। सो मलाई आउँदैन। जस्ट मैले देखाएको मात्र हो। कुनै अब त्यसको टेस्टहरु सामानको कस्तो छ भने मैले त्यो पनि चाखेँ। त्यो ठिकै छ, नट ब्याड हैन। ठिकै नै रहेछ। सो मलाई चाहिँ त्यति खासै चाहिँ मन परेन। एउटा चाहिँ मन परेको थियो त्यो चकलेट। मैले भन्थेँ नि गाई मिठाई भनेर। सो सिम्पली मेरो भाषामा भन्नु चाहिँ गाई मिठाई भन्छ। सजिलो लाग्छ नि त भन्नलाई। सो त्यही मात्र मिठो लाग्यो किनभने त्यसमा चाहिँ बदामहरु चाहिँ मिक्स भएको थियो नि त त्यसैले। त्यही नै हो साथीहरु आजको भिडियो। सो प्लिज म यति मात्र भन्छु कि अन्तिममा मेरो भिडियो चाहिँ फुल वाच गरिदिनु होला। अनि सकेसम्म चाहिँ शेयर, कपी लिंक, लाइक, कमेन्ट
एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।